संसारमा को कतिखेर जन्मन्छ थाहा हुँदैन, जन्मन्छ कि जन्मदैन त्यो पनि थाहा हुँदैन, तर मृत्यु अजर अमर निश्चित छ। यसलाई कसैले ढाक्न पनि सक्दैन, छिप्न पनि सक्दैन। बालक कतिखेर जन्माउने ज्योतिषलाई सोध्यो भने ज्योतिषीले यो समय ठिक छ भनिदिन्छ। डक्टरहरूले यो समयमा अपरेसन गरेर बच्चा जन्माउनु पर्छ भन्छन्। जन्मिने समय पनि थाहा हुन्छ, तर त्यही बच्चा जन्माउने समय थाहा पाउने ज्योतिषी आफू कतिखेर मर्छु भन्ने कुरो उसैले थाहा पाउँदैन। त्यही बच्चा जन्माउने यतिखेर जन्माउँदा ठिक हुन्छ भनेर अपरेसन गरेर जन्माउने डक्टर आफ्नो मृत्यु कतिखेर हुन्छ भन्ने कुरा उसैले थाहा पाउँदैन। यदि आफ्नो मृत्यु थाहा पाउने भए डक्टरहरू तत्कालै सारा वैभव त्यागेर जोगी भएर तपस्या गर्थ्यो होला, सारा धनट्याहरू सबै कुरा त्यागेर तपस्या गर्थ्यो होला, सारा काम क्रोध लोभ मोह त्याग्थ्यो होला। तर आफ्नो मृत्यु कसैले थाहा पाउँदैन। संसारमा मृत्यु कसको कतिखेर कसरी हुन्छ थाहा हुँदैन। यो अजर छ, अमर छ। बाबु हे हिरण्यकश्यपु, तिमीले मागेका वरदान ठिक छ, म तिमीलाई दिन्छु, तर मृत्युको ठेका म लिनु। किनभने म पनि कालको गतिसँगै हिँड्नुपर्छ। मृत्यु मेरो अधीनमा छैन, म त्यो जिम्मा लिन सक्दिनँ। अरू वर माग भनेर हिरण्यकश्यपुलाई सम्झाएपछि हिरण्यकश्यपुले भने त्यसो भए ब्रह्माजी नन्तर बहि दिवानक्त मन्य समादपि चायुधे नाभुमो नम्मरे मृत्युर ननरेर नमृगैरपि। त्यसो भए मेरो मृत्यु बाहिर पनि नहोस्, भित्र पनि नहोस्, आकाशमा पनि नहोस्, पातालमा पनि नहोस्, अनि मनुष्यबाट पनि नहोस्, प्राणीबाट पनि नहोस्, शस्त्र अस्त्र केहीबाट पनि मेरो मृत्यु नहोस्। यस्तो प्रकारको वरदान दिनुहोस् भनेपछि ब्रह्माजीले ठिक छ, एवं तथास्तु, यस्तै यस्तै होस्, तिमीले भनेका कुराहरू पूर्ण हुन् भनेपछि अब ब्रह्माजीलाई नमस्कार गर्दै गर्दै हिरण्यकश्यप त्यहाँबाट अत्यन्त शक्तिशाली भएको छ हो आफ्ना दरबारतिर फर्क्यो। आयो, दरबारमा आएर सैनिकहरूलाई भेला पार्न लाग्यो, एक छत्र राज्य गर्न लाग्यो। उसले पहिलो संविधान बनायो, सारा आफ्ना सैनिकहरूलाई भेला पार्यो। अब यो मेरो राज्य हो, म त्रिलोकको मालिक बन्दैछु, मैले ब्रह्माजीबाट वरदान प्राप्त गरेको छु, मभन्दा शक्तिशाली संसारमा कोही पनि छैन। त्यस कारणले मेरो संविधान यहाँ लागू हुनुपर्छ, मेरो नियम यहाँ लागू हुनुपर्छ, यो राज्यको मालिक म हुँ भनेर उसले नियम बनायो। उसको नियम पहिलो संविधान के थियो? यदा देवेषु वेदेषु गोषु विप्रेषु साधुषु धर्मे वैचर्य च विद्येष सवा आशु विनश्यति। सबैभन्दा पहिले मेरो नियममा वेदलाई खोजी खोजी जलाउनु पर्छ। दोस्रो हाम्रो कार्य के हो? गाईलाई खोजी खोजी मार्नु पर्छ। तेस्रो कार्य के हो? ब्राह्मणलाई खोजी खोजी मार्नु पर्छ। यति चिजहरूलाई मारियो भने अनि हाम्रो शक्ति अझ मजबुत भएर जान्छ। किन? त्यही वेदका मन्त्रहरू पढेर ब्राह्मणले वेदका मन्त्रहरू पढ्छन् अनि त्यो विष्णु त्यो मन्त्र शक्तिद्वारा तगडा भन्छ। अनि त्यही गाईले दुध दिन्छन्, त्यही गाईका दुधबाट बनेको घिउ, अनि त्यो घिउ खान पाएर स्वाहा सोदाको माध्यमद्वारा घिउ खान पाएर त्यो विष्णु तगडा हुन्छ अनि हामी माथि आक्रमण गर्छ, अझ अमर हुन्छ। त्यस कारणले त्यो मुहान बन्द गरिदिनु पर्छ। अर्को त्यो वेदका मन्त्रहरू रीताहरू पढ्ने अनि त्यो स्वाहा सोदा कर्म गर्ने ती ब्राह्मणहरू तिनीहरूलाई मारिदिनु पर्छ, जसद्वारा विष्णु शक्तिशाली हुन्छ। यी कर्म आसम विनश्यति, तत्कालै बन्द गराओ भनेर पहिलो
उर्दी गरौँ, आफ्ना छोरा नातिहरू सबैलाई भेला पारेर सबैलाई कार्य विभाजन गरौँ, सैन्य सैनिकहरूलाई कार्य विभाजन गरौँ, बडो शक्तिशाली एक छत्र राज्य गर्न लाग्यो। दरबारमा उसको एक छत्र राज्यको शक्ति सम्पन्न भयो। सारा गुरुजनहरूलाई बन्दी बनायो, माता पिताहरूलाई बन्दी बनाएको छ। कसैको कुरो सुन्दैन। यो संसारको मालिक मभन्दा ठुलो कोही छैन भन्छन्। उसको दरबार महेन्द्र भवन समान छ। स्वयं विश्वकर्माले आएर बनाएको जस्तो सुन्दर दरबार छ। उसका सुत्ने ओछ्यानहरू कस्ता छन् भने पय फेन फेन निवासय्या, समुद्रको फिट जस्तो मुलायम छन् उसका ओछ्यानहरू। अनि दरबारका खम्बाहरू सुवर्णका मणिकद्वारा बनेको छ। एक छत्र राज्य गरेर अत्यन्त बलवान शक्तिशाली भएर अगाडि बढेको छ। हिरण्यकश्यपु सबै संसारलाई कहट नाश पार्दछ। गोमाता डरले थरथर हुँदैछिन्। पृथ्वीको रूप धारण गरेर भाग्न लागिसकिन्। ब्रह्मका साथमा गएर शरण परिन् प्रभु। हिरण्यकश्यप जस्तो दुष्ट दुराचारीले एक छत्र राज्य गरेर आज यसको भारलाई मैले सहन गर्न सक्ने सामर्थ्यवान ममा छैन। अब के गरौँ? भगवान् विष्णुका साथमा गएर पुकारा गर्दैछन्। भगवान्ले सम्झाउँदै हुनुहुन्छ, अहिले धैर्य गरेर समय आएपछि अवश्य लिभ म ती कार्यहरू गराउनेछु भनेर सम्झाउँदै हुनुहुन्छ। पृथ्वी माता धरणी माता आफ्ना स्थानमा गइन्। अत्याचार बढ्दै बढ्दै गयो। हिरण्यकश्यपको सारा सैनिकहरूलाई उल्टी गरेको छ। यसका चार भाइ छोराहरू थिए, सबै आफ्ना आफ्ना कर्म गर्दै थिए। कान्छो छोरो रहेछ प्रह्लाद नाम गरेको। हिरण्यकश्यपले के गर्यो भने प्रह्लादलाई चाहिँ राक्षसी शिक्षा पढाउनु पर्छ भन्ने विचार गरेछ। राक्षसी शिक्षा। अनि सन्दालो मर्क नाम गरेका गुरुहरूलाई बोलाएर भन्न लाग्यो, हे गुरुदेव हो, अब म मेरो धर्मको रक्षा गर्नको लागि मेरो पुत्रलाई चाहिँ म राक्षसी शिक्षा पढाउँछु, तपाईँहरूले लगेर पढाउनुहोस् भनेर पुत्रहरूलाई जिम्मा लगाइदिएछ राक्षसी शिक्षा पढ्नका लागि। हेर्नुहोस् त, हिरण्यकश्यप जस्तो दुष्ट राक्षस कुलमा जन्मेको व्यक्तिले पनि आफ्नो कुलको शिक्षा पढाउँछु भन्छ। तर हामी हाम्रो कुलको शिक्षा पढाउँदैनौँ नि। आज हामीले हाम्रा छोरा नाति बनातीलाई वर्तमान गर्छौँ करोडौँ खर्च गरेर, होइन? तर त्यो वर्तमानका दिन हामी हाम्रा छोरा नाति बनातीलाई चाहिँ वेदको पुस्तक शिरमा राखेर, बाबु अब यो वेद भनेको हाम्रो चाहिँ सनातनको मूल जरो हो, हामीले यो सनातनी वेदलाई चाहिँ रक्षा गर्नुपर्छ, वेदले भनेका बाटोमा हिँड्नुपर्छ भनेर हामी शपथ ग्रहण गराउँछौँ। त्यो वेद त त्यही मन्त्र तन्त्र पढुन्जेल सीमित भयो है। त्यस्ता महान ग्रन्थहरू छन्, गीताहरू, भागवतहरू छन्, महाभारतहरू छन्, तर हामी कहिल्यै पनि सिकाउँदैनौँ, पढाउँदैनौँ। तर हिरण्यकश्यपले आफ्ना कुलको शिक्षा, आफ्ना पिता पुर्खाले पढेको शिक्षा पढाउन खोज्दैछ छोरालाई, कतै बिग्रिन्छ कि भनेर। एउटा मुस्लिम जातिका व्यक्तिहरूले आफ्ना छोरा नातिहरूलाई के गर्छन्? प्रत्येक शुक्रबार चाहिँ लिएर जान्छन्, कहाँ? मस्जिद आदिमा लिएर जान्छन्, होइन? प्रत्येक सानो बालक जान्छन्। तर आज छुट्टी छ नि, रामनवमी यत्रो महान पर्व, होइन? हाम्रा छोरा नाति यहाँ साथ छ। ती छोरा नातिहरूलाई हामीले लिएर आउनु पर्थ्यो नि, कहिले आयौँ त? तर हामी त्यसो गर्दैनौँ। एउटा मुसलमानले आफ्नो छोरा नातिलाई चाहिँ मस्जिदमा लगेर प्रत्येक शुक्रबार पढ्नुपर्छ भनेर सिकाउँछ, कसम खुवाउँछ। क्रिस्चियनहरूले बाइबल टाउकामा राखेर कसम खुवाउँछन्, बौद्धहरूले त्रिपिटक टाउकामा राखेर छोरा नातिलाई कसम खुवाउँछन्। तर हाम्रा चाहिँ होइन, यत्रो महान रामनवमी पर्व, हाम्रा छोरा नातिहरू खोइ कता मोबाइल चलाएर बसिरहेको। हामीले ती कर्म गर्न सक्नु त गरे। अनि हामीलाई चाहियो हिन्दू राज्य, होइन? अनि कहाँबाट आउँछ हिन्दू राज्य? कसैले गोजीभित्र राखेको छ। हामी हिन्दू हौँ, हिन्दूवादी हौँ भन्छौँ, तर हाम्रा छोरा नातिलाई हामीले हिन्दू संस्कार दिएकै छैन। तर राक्षस कुलमा जन्मेर पनि यहाँ हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई चाहिँ राक्षसी कुलको शिक्षा प्रदान गर्नुपर्छ भनेर गुरुपुत्रहरूलाई बोलाएर पठायो। बाबु मेरा पुत्रलाई शिक्षा आर्जन गराउनु लैजा भनेर पठायो। 4-5 महिना पढिसकेपछि बोलाएछ, बाबु प्रह्लाद के पढेर आयो?
सुनाऊ त। प्रहलादले भने पिता अन्यथा मान्नुहुन्न भने मैले पढेको कुरा चाहिँ म हजुरलाई सुनाउँछु है, हजुर सुन्नुहोस् भनेर यहाँ सुनाउन लाग्नु भयो। तत्साधु मन्डेश्वरभार्य देहिनां सदा समद्विग्नधियं सदग्रह हितात्मपातं गृहमन्दगोपां वनं गतो यदहरिमात्रयेता। हे पिता, यदि तपाईँ मान्नुहुन्छ भने चाहिँ मैले यस्तो कुरा सिकेँ। यो घर एउटा अन्धकार रूपी कुवा हो है। यो घरभित्र प्रवेश गरिसकेपछि हाम्रो उद्धार हुँदैन, मुक्ति हुँदैन, हामी फस्छौँ। कुवाभित्र पसेको भ्यागुतो जस्तै त्यही कुवा नै संसार हो। त्यसले अरू देख्दैन, आफ्ना परिवार ती हुर्काउँछ, ती बढाउँछ, अन्तिममा त्यही कुवामा समाप्त हुन्छ। त्यसकारणले यदि मान्नुहुन्छ भने यो घर रूपी अन्धकार कुवालाई छोडेर तपाईँ जङ्गलमा गएर भगवानको आश्रय लिनुहोस्, त्यसैमा तपाईँको कल्याण हुन्छ भनेर पितालाई सम्झाउन लागे। बालक प्रहलादले झड्काएर पर पुर्याइदियो, दुष्ट त्यही मेरो शत्रुको नाम लिएर आउँछ। जुन शत्रुले मेरो दाइ हिरण्यकक्षलाई मारो, त्यही शत्रु मार्नको लागि मैले 10,000 वर्षसम्म जड पर्वत नाम गरेका क्षेत्रमा गएर तपस्या गरेर ब्रह्मजीलाई प्रसन्न पारेर आएको थियो। त त्यही शत्रुको नाम लिन्छ दुष्ट भनेर खेर फेरि पढ्न पठाए। फेरि पढेर आए। बारम्बार सोध्छन्, बाबु अब त तिम्रो बुद्धि सुध्रियो होला, केही पढ्यो होला। पढे पिता, मैले आज 9 महिना भएछ पढेको। 9 महिनामा के सिक्यो भन्दा मैले प्रत्येक महिनामा एउटा एउटा कुरा जाने पिता। हर्षले गदगद भयो, हिरण्यकशिपुको काखमा ल्याएर राख्दै छ छोरालाई। ल सुनाऊ त बाबु के पढ्यौ। श्रवणं कीर्तनं विष्णु मरणं पादसेवनं अर्चनं वन्दनं दास्यं साख्यमात्र निवेदनं। मैले प्रत्येक महिनामा पढेको। पहिलो महिनामा श्रवण, यदि हामीले सुन्नै पर्छ भने भगवानका गुणानुगान सुनौँ होइन। यदि कीर्तन कसैको गर्नु छ भने उनै श्रीहरिको कीर्तन गरौँ, उनै विष्णुको ध्यान गरौँ। यदि स्मरण गर्नु छ, सोच्नु पर्छ भने अनावश्यक कुराहरू सोचेर समय व्यर्थ नफालौँ, उनै भगवान श्रीहरिलाई सोचौँ, चिन्तन गरौँ, स्मरण पनि उनैको गरौँ, उनै भगवानको भाउको सेवा गरौँ, अर्चन गरौँ, वन्दन गरौँ, पूजन गरौँ। त्यतिमै हाम्रो कल्याण हुनेछ भनेर पो भन्छन्। ल बिग्रेछ दुष्ट, ए गुरुपुत्र, मैले यस्तै शिक्षा पढाउनु भनेर पठाएको थिएँ। आज तिमीहरूका कारणले त मेरो छोरो त कुलत बाटोमा लागेछ। गुरुपुत्रहरूलाई बोलाएर झट्काएर लागेछ। गुरुहरू हात जोडेर थर 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 काँदै, हे प्रभु, हामीले गरेको होइन। न मात प्रणेतम न पर प्रणेतम सुतो बदस्ते सतवेन्द्र सन्तु नैसर्गिकीयं मतिराचराजं नियतमन्युं कददास्ममानः। हे प्रभु, यो तपाईँको छोराले जुन भन्दैछ नि, यो त हामीलाई पनि आउँदैन। हामीले पढेकै होइन। हामीले नपढेको नजानेको कुरो यसलाई कहाँबाट सिकाउनु? यस्तो प्रकारको नैसर्गिक शिक्षा यसले कहाँबाट सिक्यो प्रभु? यसले जानेको जति त हामीलाई आउँदैन, जान्दैन, हामीले त सिकेकै थिएनौँ। त्यस कारणले गर्दा हजुरका पुत्रलाई हामीले पढाएको होइन प्रभु। तपाईँको छोरो अनैसर्गिक ज्ञान प्राप्त गरिरहेको छ। हामीले त सबै दानव कुलका बालकहरूलाई एउटै शिक्षा पढाएको, तर अरूभन्दा भिन्न यसले जानिरहेको छ। प्रहलादको यो नैसर्गिक कर्म देखेर आज छक्क पऱ्यो हिरण्यकशिपु। यो दुष्टलाई अब हुँदैन, लगेर फेरि पढाऊ, ज्ञानी बनाएर ल्याऊ भनेर फेरि सम्झाएर पठायो। तर यस्तै प्रकारले